दरबार हत्याकाण्डको फाइल फेरि खुलेमा अनुसन्धानको नजरमा पर्न सक्ने 10 प्रमुख पात्रहरू। नम्बर 10 माधव कुमार नेपाल, तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता जसलाई सुरुमा छानबिन समितिमा राखिएको थियो, तर पछि उनले बस्न अस्वीकार गरे। उनले समितिमा बस्न किन अस्वीकार गरे? त्यतिबेला राजनीतिक र प्रशासनिक तहमा कस्ता सूचनाहरू उपलब्ध थिए? यस्ता रणनीतिक प्रश्नहरूको उत्तरका लागि उनी महत्त्वपूर्ण पात्र हुन सक्छन्। नम्बर 9 तारानाथ राणाबाट, दरबार हत्याकाण्डको सत्य तथ्य पत्ता लगाउन गठित तत्कालीन उच्च स्तरीय छानबिन समितिका सदस्य। त्यो प्रतिवेदन कसरी तयार पारियो, कसको बयान कुन परिस्थितिमा लिइयो, कुन प्रमाणलाई आधार मानियो र केही कुराहरू छुटेका थिए कि भन्ने प्रश्नमा उनको भूमिका र जवाफ आवश्यक पर्छ। नम्बर 8 डाक्टर राजीव शाही नातेदार तथा घटना लगत्तै घाइतेहरूको उद्धार तथा अस्पताल पुर्याउने कार्यमा संलग्न चिकित्सक। घटनापछिको सार्वजनिक विवरण र सञ्चार माध्यमहरूमा उनको नाम जोडिएकाले उनले देखेको घटनाको दृश्य र घाइतेहरूको मेडिकल अवस्थाबारे पुनः गहिरो अध्ययन हुन सक्छ। नम्बर 7 तत्कालीन दरबारिया सुरक्षा अधिकारी र एडिसीहरू। गोली चलेको आवाज आउँदा पनि सुरक्षा घेरा किन तुरुन्तै भित्र पस्न सकेन? राजा र राजपरिवारको सुरक्षा प्रोटोकल कहाँ कसरी चुक भयो? यसको प्राविधिक जवाफ यिनी अधिकारीहरूबाट मात्र आउन सक्छ। नम्बर 6 केतकी चेस्टर, शाही परिवारकी नातेदार तथा घटनामा घाइते भएकी अघि प्रत्यक्षदर्शी। फाइल फेरि खुलेको खण्डमा उनको पुरानो बयान, उनको मेडिकल रिपोर्ट र घटनाको क्रोनोलोजी बुझ्न उनीसँग पुनः सोधपुछ हुन सक्छ। नम्बर 5 कुमार गोरख शमशेर राणा, स्वर्गीय राजकुमारी श्रुतिका पति तथा घटनाको घाइते प्रत्यक्षदर्शी। गोलीकाण्ड सुरु हुँदा को कहाँ थिए, कस्तो खालको हतियार प्रयोग भएको देखियो र त्यहाँ उपस्थित सदस्यको प्रतिक्रिया के थियो भन्ने बारे उनको प्रत्यक्ष अनुभव अनुसन्धानका लागि मूल्यवान हुनेछ। नम्बर 4 शोभासाई पूर्व राजकुमारी, राजपरिवारकी सदस्य तथा घटनाकी अर्की घाइते प्रत्यक्षदर्शी। पुरानो छानबिन समितिले लिएको बयान र वर्तमानमा उनको स्मरणमा बुझाइमा कति मेल खान्छ भन्ने कुराको प्राविधिक र कानुनी जाँचका लागि उनी महत्त्वपूर्ण पात्र हुन्। नम्बर 3 युवराज पारसा, घटनास्थलमा उपस्थित र सकुशल बाँचेका प्रमुख पात्रमध्ये उनी एक हुन्। युवराज दिपेन्द्रको तत्कालीन मानसिक एवं शारीरिक अवस्था, घटना हुनुभएको पारिवारिक माहौल र घटनापछिका उद्धार कार्यबारे उनको बयानले अनुसन्धानलाई ठोस दिशा दिन सक्छ। नम्बर 2 पूर्वरानी कुमार शाह, उनी घटनामा गोली लागेर घाइते भई बाँचेकी मुख्य प्रत्यक्षदर्शी हुन्। बिलियर्ड हलभित्र त्यो रात वास्तवमा के भएको थियो, गोली कसले कहाँबाट चलाउन सुरु गरेको थियो र राजा वीरेन्द्रको अवस्था के थियो भन्ने बारे उनको बयान घटनाको कडी जोड्न सहायक हुन सक्छ। नम्बर 1 पूर्व राजा ज्ञानेन्द्र शाह, त्यो विवश रात उनी नारायणहिटीमा थिएनन्, पोखरामा थिए। तर राजा वीरेन्द्रको वंशनाशपछि सत्ताको बागडोर कसरी हस्तान्तरण भयो, दरबारभित्रको शक्ति सन्तुलन कसरी बदलियो र घटनाको पूर्व सूचनाका पक्ष के थिए भन्ने प्रश्नहरूको निरूपणका लागि उनको बयान र भोगाई सबैभन्दा महत्त्वपूर्ण हुन सक्छ। फाइल खुलेको अवस्थामा जो व्यक्तिहरू आज जीवित छैनन्, जस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, तत्कालीन सेनापति वा अन्य, उनीहरूसँग प्रत्यक्ष बयान असम्भव भए पनि उनीहरूको तत्कालीन समयमा गरेका निर्णयहरू, सरकारी अभिलेख, गृह मन्त्रालयका गोप्य फाइलहरू र पुरानो अडियो भिडियो रेकर्डको पुनः वैज्ञानिक एवं कानुनी अध्ययन भने निश्चित रूपमा हुनेछ।